Hello everyone, welcome back to my mini vlog. Hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र आज चाहिँ म एउटा सानो इभेन्टमा जान लागेको थिएँ एज अ जजको रूपमा अनि यस्तो चिटिक्क परेर चाहिँ हामी यस्तो भिडियो पनि बनाएको छिन् अनि देन म चाहिँ सामान लिएर जानतर्फ लागेँ अनि यतिखेर म साथीलाई पनि भेटेँ अनि त्यहाँबाट चाहिँ हामी अटोमा जाँदै गयौँ अनि हामी त्यो स्थानमा पनि पुग्नुभन्दा अगाडि एकदमै मोर देन एक्साइटेड थियौँ र हामी आफ्नो स्थानमा पनि पुगिसक्यौँ अनि हाम्रो सरासर डान्स पनि स्टार्ट भइहाल्यो अनि एकदमै राम्रो राम्रो नाच्ने नानीहरू हुनुहुन्थ्यो हामीलाई त एकदमै राम्रो लाग्यो सबै प्रस्तुतिहरू सबै एकदमै राम्रो थियो सोचेको भन्दा मजा आएको थियो हामीलाई चाहिँ हेर्न अनि यतिखेर ठ्याक्क ब्रेक भए पनि भयो अनि सरलाई हाई भन्दा चाहिँ उहाँले बिजी भएको भएर र हामी नानीहरूसँग पनि एकछिन गफ गऱ्यौँ डान्सको बारेमा र यतिकैमा दुईजना नानीहरूले पनि जितेर चाहिँ एकदमै धेरै खुसी हुनुहुन्थ्यो 1 2 3 भन्दै नानीहरू चलफल दिँदै एकदम खुसी भएर हामी यतिकैमा घर पनि फर्कियौँ अनि हामी पनि घर फर्कियौँ र यतिकैमा हाम्रो फलफुल चोकमा पनि आइसकेको छौँ र नानीहरूले चाहिँ डिसाइड गरे हामी खाजा खान जाऊँ भनेर त्यही भएर चाहिँ रिसो रेस्टुरेन्टमा गयौँ हामी चाहिँ अनि उहाँहरूलाई वेलकम गर्दै मैले चाहिँ अनि यतातिर यति राम्रो भ्यू थियो अनि हामी चाहिँ खाजाको वेटिङमा थियौँ र यतिकैमा हाम्रो खाजा पनि आइपुग्यो एकदम मिठो लाग्यो मलाई चाहिँ खाजाहरू पनि यता चाहिँ नानीले छलफल दिँदै फास्ट भन्दै अनि एकदमै खुसी थियो नि त उनीहरू अब त्यही भएर चाहिँ सो यतिखेर हामी घरतिर पनि फर्कियौँ र यतातिर चाहिँ रमाइलो भएको रहेछ हामी त्यो पनि क्याप्चर गऱ्यौँ र त्यसपछि चाहिँ म घरतर्फ लागेँ एक्लै रमाउँदै हाँस्दै खेल्दै घुम्दै